साथीहरुमा नमस्कार। आज हामी कस्तो ठाउँमा आइछौँ? हाम्रो सबैभन्दा प्यारी बसन्ती बहिनीको नयाँ घर किन्नु भयो बेल्जियममा। हामी दुई भाइ भएर आज छुट्टीको दिन बहिनीलाई चाहिँ प्राइस भेकल जाँदैछौँ। बहिनीलाई पर्खाइमा छौँ हामी। पर्खाइमा छ। ल है नमस्ते। ल तपाईँलाई बधाई छ। एकदमै स्वागत छ नयाँ घरमा अनि नयाँ सन्तान दुईटा बधाई एकैचोटि है। र बसन्ती बहिनीलाई धेरै धेरै बधाई छ। सपरिवारलाई भाइलाई पनि सबैजनालाई घर हेर्दै जानु पर्ला है। हेर्नुहोस् है मैले पुरा भिजिट गराउने छु तपाईँलाई। ल आज घरमा एकदमै स्वागत छ। अब फेरि नयाँ घरमा नयाँ मान्छेको आगमन हुँदैछ। दुईटा बधाई एकैचोटि। ल यो घर हेर्दै ल आउनुहोस् दाइ भिजिट गर्नको लागि। ओ सानो मान्छे बधाई छ तिमीलाई। नमस्ते। कति राम्रो घर रहेछ। उज्यालो उज्यालो घर रहेछ एकदमै। ल सुन्दर घर। आहा फराकिलो सुन्दर घर। उता किचन पनि कति रमाइलो रहेछ भाइ। किचनतिर ल हेर्नुहोस् त दाइ। किचनतिर नि भिजिट गरौँ है। किचन पनि एकदमै मन पर्यो मलाई त एकदमै। कति राम्रो कलरफुल। ओहो माइ। ल किचन पनि एकदमै धेरै राम्रो एकदमै राम्रो किचन सफा किचन। यतातिर हाम्रो सानो बरन्डा जस्तो रहेछ। सानो बरन्डा त्यस पछाडि ब्याकयार्ड पनि। बाहिरको सिजन छ। साह्रै राम्रो ठाउँ रहेछ। ल एकदमै खुसी लाग्यो। ल फेरि पनि धेरै धेरै बधाई छ सबैलाई। ल धन्यवाद। फेरि माथि रुम हेर्न जाउँ। ल अब बहिनीको घरको हामीले चाहिँ के अरे सिटिङ रुम किचनको अनुगमन गरिसक्यौँ। हजुर। अब हामी चाहिँ के अरे के भन्छ बेडरुमहरू हेर्न साथीहरूलाई भिजिट गराउन गइरहेका छौँ। यति राम्रो छ तपाईँले यस्तो छक्क पर्नुहुन्छ बेडरुम देखेर। ल आउनुहोस्। सानो सिँढी हामी उक्लिसके पछाडि पहिले त हाम्रो यहाँ बाथरुम छ। सेपरेट चाहिँ यो टोइलेट छ हाम्रो यहाँनिर। यो टोइलेट पछाडि फेरि हामी थोरै सानो सिँढीमाथि उक्लिसकेपछि सुभाष भाइ यति राम्रो छ नि मलाई यति मन पर्यो। एकदमै राम्रो। अनि यहाँ आइसके पछाडि यहाँ हाम्रो दुईटा बेडरुम छ। एउटा बेडरुम चाहिँ यता हेर्न सकिन्छ। यति राम्रो छ। सिलिङ पनि यति राम्रो फिनिसिङ छ सिलिङको। साह्रै राम्रो छ। यहाँबाट पनि हामी बाहिरको दृश्य हेर्न सकिन्छ है। यति राम्रो छ। यो पहिलो बेडरुम भयो। अब दोस्रो बेडरुम चाहिँ बेल्जियमका प्रायः जसो घर यस्तै नै हुन्छन् होला। साह्रै राम्रो छ घर। मलाई अति मन परेको। त्यसरी दोस्रो बेडरुम यहाँ छ है। दोस्रो बेडरुम मास्टर बेडरुम फ्रन्ट साइडको बेडरुम भयो। एकदमै राम्रो छ। यो पनि फिनिसिङ एकदमै राम्रो छ। दुईटा बेडरुम दुईटा बेडरुमको अनि बिचमा माथि चाहिँ अनि टोइलेट बाथरुम फेरि यहाँ छ छुट्टै अर्को। यहाँ टोइलेट बाथरुम छ। कति सफा चट्ट सफा छ। टोइलेट यता भयो। त्यहाँ बाथटब छ। एकदमै राम्रो छ। दुईटा रुम भयो। तल किचन बाथरुम किचन भइहाल्यो। माथि यो सानो सानो स्टोर छ। यहाँ चाहिँ यसो इमर्जेन्सी सामानहरू लगेज सगेज खतरा खतरा यसो राख्नलाई सानो रुम छ यहाँनिर। यो पनि फिनिसिङ राम्रो। सिलिङको फिनिसिङ चाहिँ एकदमै राम्रो गरेर छ। एकदमै धेरै राम्रो लाग्यो। धेरै राम्रो एकदम अति नै राम्रो। ल हस् त धन्यवाद भिजिट गरिदिनु होला।